सबैजनालाई स्वागत छ फुपू मेड चिकन अचारमा फेरि पनि। अनि आज मैले यहाँनिर चिकन रेडी गरेर राखिसकेको छु। मैले कम्ती मात्रै तपाईलाई देखाएँ राखिसकेको छु। अदुवा लसुन पनि मैले यहाँ राखिसकेको छु। अनि यसरी नै मैले यहाँनिर मसलालाई पनि एकदमै राखिसकेको छु। अनि यहाँनिर मैले तेललाई पनि राखिसकेको छु। यसमानिर अजवाइनलाई ज्वानो बनाउँछु। माथिबाट अघि राखेको लिएको सबै यहाँनिर मसलालाई चाहिँ मैले एड गरेँ। त्यसमाथिबाट मैले रेड चिल्ली पाउडरलाई पनि एड गरेँ। त्यसलाई चाहिँ मैले पुरा चलाएँ। एकछिन यसलाई मजाले चलाउनुपर्छ। मसला चाहिँ यहाँनिर रेडी भइसकेको छ। पछि म यसमा सबै मैले राखिदिएँ। मजाले अब यसलाई चाहिँ मिक्स गर्नुपर्छ। यो अचार चाहिँ धेरैजनाले खान्छ नि त। यो अचार चाहिँ धेरैजनाले खान्छ। फुपू मिर्च अचार एकदमै मिठो छ भनेर भन्छ सबैजनाले, कमेन्ट गर्छ है मिठो छ भनेर। तपाईहरुलाई पनि यदि मन परेको खण्डमा मन पर्यो भनेदेखिलाई तपाईहरुले मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यतिको बनिसकेको छ, रेडी भयो मेरो अचार। तपाईले यसरी बनाएर खान सक्नुहुन्छ।